ठीक छ ल ज्ञानी छोरी परि आऊ ज्ञानी छोरी अझो भने कोनले टोक्ले हेरेको डर लाग्यो आद्य हस् 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 केटा आराध्यको बुवा आत्माको बुवा खै नानीको बुवा दुईजनाकै बुवा हुनुहुन्छ त अनि किन डिस्कस गर्न पर्छ बुवा कस्तो यता हेर्नु ल भयो 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 हस् हस् हो भन न हो भन साथी पाक्रो यता हेर्नु रिसाएर किन सुन्नुहुँदैन रिसाइछ खै मेरो बुवा भनेको रहेछ यसो गर्छ यसको फेरि बानी मेरो फेरि अब मेरो आमामा झगडा पनि भयो मेरो आमा हो आदियाको आमा खै नानीको पनि आमा हो त भन्छ भान्जी जम्मा केटी त जाम माम खाने होइन ए पुरी खाएर पुग्यो अलि अलि हल्लाइदिनु न है कस्तो छ पुरी खाएर पुग्यो सबैजना साथी हो है सबैजना मिल्नु पर्छ है कति राम्रो हाम्रो नानी त बोल्दै बोली छैन सधैँ बोल्थे आज त बोल्नै बोली छैन के भएछ आज सबैजना साथी भान्जी हातले गर न सबै बहिनीको जस्तै गर न बहिनी हो के सबैजना मिल्नु पर्छ है सबैजना बहिनी हो मेरो बुवा र मित्र आएको भन्दै यता सानीलाई चाहिँ आइसक्रिम खाएर फुर्सद छैन है उस्तै उस्तै 6 महिना मात्र फरक छ ल 6-7 महिना 6-7 महिना फरक ऊ यता 1 महिना फरक उनी कति हुन् नाच्देऊ ऊ नाच अरे साथीले भन्यो ऊ हजुर दुईटै गाउँ त साथी साथी अहिले बल्ल उसले त माया गरिसकिन्देखि दुईटै मेरो ल कति राम्रो गीत गाएको ल कम भेट्छु अङ्कलहरू अङ्कल ल गीत गाएर ताली बजाऊ ल तिमी सिकाइदेऊ नि त गीत बहिनीलाई सिकाइदेऊ गीत ल बिहामा आएको गीत तिमी बाँदर हेर्ने रे छ ए उसले देखिसक्यो बाँदर कहाँ छ अझ हेर्छु नि त्यहाँ ऊ त्यहाँ हेर त अरे देख्यौ तिमीले बाँदर देख्यौ रुखमा बाँदर देखिनौ नपिट है पिट्न हुन्न माया गर्नु पर्छ माया गर माया गरेर के कुरा गरिरहेको थिएँ अनि बाँदर देखाइदियो बाँदर साथीलाई देखायो बाँदर देखाइदियो रुखमा बाँदर देख्यौ रुखमा बाँदर छ कि हेर न सानो कालो बाँदर के हो त किन लिएर जाने तिमीलाई तिमीले देखिसक्यौ त माया गर नि त लैजान्छु बल्ल माया गर ल माया गर दुईजनाले माया गर ल चुप्पा गर ल लड्छ है लड्छ
लड्छ है लड्छ चलिरहेकोबाट झर्नुहुन्न त्यस्तो पिट्नुहुन्न आएर दे उता छ कि उता झुन्डेको छ नि त मङ्की हेर्न कति रमाइलो साँच्चैको मङ्की चाहियो केटीले कुरा गरेर कति रमाइलो भएर छोरा चाहिँ पिट्छ फेरि अहिले दुइटा झगडा गरेर उ थियो कि हेर्छ नि अङ्कल अहिले चाहिँ उसलाई हेर्छ नि आइसक्रिम खब्रे हजुर हेर्छ नि त्यहाँ आइसक्रिम खाएको हो बहिनीले मेरो छोरीले आइसक्रिम खाइ खाएन किन खायो आइसक्रिम एक्सप्रेसन कति एउटा खानु छोरीले पनि दुईटा खानु पर्यो कति राखायो एउटा मात्रै खायो सबै मलाई चिनेछस् नि खानाको कम्पिटिसन छ म को हो थाहा छ म को हो भन्छ हजुर खै माइजू हो अब हामी के गरौँ लाग्ने हेरे यो बेबी अनि अर्को